आजको यस भिडियोमा हामी नेपाली अक्षर कसरी सुन्दर लेख्न सकिन्छ भनेर छलफल गर्दैछौँ। नेपाली अक्षर राम्रो बनाउनको लागि सुरुमा तपाईले जुन अक्षरको माथि अथवा शब्दको माथि दिइने डिका हुन्छ त्यो सिधा तान्न सक्नुपर्छ। यदि तपाईहरुले नेपाली अक्षर लेख्दा डिकाहरू सिधा दिनुहुन्छ, अक्षरको लाइन सिधा तान्नुहुन्छ भने तपाईहरुको अक्षर राम्रो बन्छ। त्यही भएर तपाईहरुले नेपाली अक्षर लेख्दा चाहिँ सिधा रेखाको अभ्यास गर्नुपर्छ। अनि तपाईहरुले अब नेपाली अक्षर सबै माथिको लाइन झुन्डाएर लेख्नुपर्छ। जति पनि उकारहरू छ, मात्राहरू दिने ठाउँ छोडेर यसरी सिधा रेखाको पनि अभ्यास गर्नुस्। यो अक्षरको लाइन भयो। यदि तपाईहरुले अक्षरको लाइन र आकार बराबर बनाउनुहुन्छ, अक्षरको सबै अक्षरको लाइनहरू बराबर भयो भने तपाईहरुको अक्षर राम्रो बन्छ। तपाईहरुले अक्षरको माथि तानिने जुन लाइन छ त्यो डिका एकदम सिधा बनाउनुस् र अक्षर पुरै छोपिने गरी डिका तान्नुहुन्छ भने तपाईहरुको अक्षर नेपाली अक्षर राम्रो बन्छ। अब नेपालीमा सबै अक्षरहरू गोलो बनाउनु पर्छ। गोलो लेख्दाखेरि पहिला व लेख्दा माथिको लाइन यो डिका दिने लाइनको नजिक एकदम गोलो बनाउनुस् यसरी, अनि माथिबाट सिधा लाइन तानेर पुरै छोपिने गरी डिका तान्नुस् व। पहिला माथिको लाइनको नजिक एकदम गोलो बनाउनुस् यसरी, अनि माथिबाट सिधा लाइन पुरै अक्षर छोपिने गरी डिका दिनुभयो भने व बन्छ। यस्तै गरी तपाईले व राम्रो लेख्नुभयो, तपाईले व लेख्न आयो भने यो गोलोबाट लाइनतिर चट्ट छड्के लाइनले काटिदिनुस् ब बन्छ। यदि हजुरहरूले व राम्रो तरिकाले लेख्नुहुन्छ, व राम्रो बन्छ भने ब लेख्न खासै गाह्रो छैन। र ब लेखिसकेपछि ब को र पछाडि आकार बराबर बनाएर लाइन तान्नुस्, यो दुईटा लाइन। जहिले पनि हामी अक्षरको लाइन जस्तो छ अक्षरको लाइन र पछाडिको आकारको लाइन बराबर बनाउनु पर्छ। एकचोटि हजुरहरूले यसरी बाबा पनि लेख्न सक्नुहुन्छ, सबै लाइनहरू बराबर बनाएर बनाउनु भयो। यसरी एकदम गोलो बनाउनुस्, माथिबाट सिधा लाइन व बन्छ। व को अगाडि जस्तो गोलो छ पछाडि पनि त्यस्तै गोलो बनाइदिनुस्, तर लाइनलाई नछोइकन डिका तानिदिनुस् क बन्छ। क लेख्दा अगाडिको जुन गोलो छ र पछाडिको गोलो बराबर बनाउनुस्, अनि डिका दिँदा पुरै छोपिने गरी दिनुस् यसरी। अब तपाईहरुले क लेखिसकेपछि यसरी शब्दहरू पनि अभ्यास गर्न सक्नुहुन्छ। अब नेपालीमा हेर्नुहोस् त, तपाईले व एउटा अक्षर जान्नुभयो, जस्तै व लेख्न जान्नुभयो भने यसबाट हजुरहरूले सजिलैसँग ब लेख्न सक्नुहुँदो रहेछ। फेरि त्यसैबाट हजुरहरूले क पनि लेख्न सक्नुहुँदो रहेछ। अब हेर्नुहोस् है त, फेरि हामी च एकैछिन ट्राई गरौँ। च लेख्दा माथिको लाइनको नजिकै सानो लाइन तान्नुस्, बीचबाट पछाडि लानुस्। हामीले व बनाउँदा जति ग्याप छोडेको थियौँ च लेख्दा पनि त्यस्तै माथि नै छुनु चाहिँ हुँदैन। माथिको लाइनको नजिकै सानो लाइन तान्ने, यो लाइनको बीचबाट पछाडि जानु। यसरी सानो लाइन तान्नुस्, बीचबाट पछाडि जानुस्, अनि सिधा लाइन तानिसकेपछि चुच्चैबाट डिका दिने। सानो लाइन तान्नुस्, यसको बीचबाट पछाडि, अनि माथिबाट सिधा लाइन, अनि पुरै चुच्चैबाट डिका दिनुभयो भने च बन्छ। अब तपाईहरुले च लेख्न जान्नुभयो, च राम्रो बन्यो भने यसै गरी माथिको लाइनको नजिकै सानो लाइन तान्नुस्, बीचबाट अगाडि लानुस्। अहिले सानो लाइन तानेर बीचबाट पछाडि लानु भएको थियो। अब सानो लाइन तानेर बीचबाट अगाडि लानुस्, सिधा लाइन तानेर पुरै डिका दिनुस्, ज पनि बन्छ। सानो लाइन तान्ने, बीचबाट अगाडि लाने। अब तपाईहरुले ज बनाउनु भयो भने फेरि सानो लाइन तान्नुस्, बीचबाट आधी ज। ज लेख्दा चाहिँ यो भाग थोरै अगाडि गएर फरक परेन, तर ग लेख्दा यो भाग सिधा बनाउनुस् यसरी। पहिला हजुरहरूले के गर्नुस्, सानो लाइन तान्नुस्, बीचबाट आधी ज, ट्याक्क लाइनको तल आएपछि यहाँ गोलो बनाइदिनुस् यसरी, अनि सिधा लाइन तानेर पुरै डिका दिनुस्। सानो लाइन तान्नुस्, बीचबाट आधी ज, ट्याक्क सिधा बनाउनुस् यो भाग। सिधा बनिसकेपछि सानो गोलो बनाइदिनुस्, अनि सिधा लाइन तानेर डिका दिनुस्।